of the experiment is to study the dependence on the refractive index of the material of this prism on the wavelength of the monochromatic light, and to find the dispersive power of this material of the prism, and also to verify the Cauchy relation, and to also find the constant E and B. Now the apparatus are we have a spectrometer over here, and a sodium source, a helium source, and a spirit level, and this is the glass prism. Before performing any experiment, we should have a knowledge about the instrument. So we have a spectrometer over here. So spectrometer is because we level so we can follow the sources method. So here we have a spirit level. जुन चाहिँ स्पिरिट लेभल हामीले के गर्न सक्छौँ भन्दाखेरि यो जुन चाहिँ स्पेक्ट्रोमिटरको भेरियस पार्टलाई हामीले लेभल गर्न सक्छौँ र लेभल भएको छैन भने हामीले यहाँनिर धेरैवटा स्क्रुजहरू छ यो स्क्रुजहरूको हेल्पले गर्दाखेरि हामीले भेरियस पार्ट जुन चाहिँ स्पेक्ट्रोमिटर छ यसलाई हामीले लेभल गर्न सक्छौँ र फर्स्टमा हामीले स्पिरिट लेभल यहाँनिर राख्दाखेरि के छ भन्दाखेरि अब हाम्रो यहाँनिर देख्नु हुँदैछ बबल्स चाहिँ हाम्रो बिट्विन द टु लाइन्स बिचमै आएको छ हाम्रो यदि आएको थिएन भने चाहिँ हामीले यो लेभलिङ स्क्रुजलाई हामीले एडजस्ट गरेर बिचमा ल्याउन सक्छौँ त्यसरी नै हामीले स्पेक्ट्रोमिटरको यो साइड यो पर्टिकुलर लागि पनि हामीले सेम प्रोसेस फलो गरेर लेभल गर्न सक्छौँ नाउ वी क्यान अल्सो प्लेस दिस स्पिरिट लेभल यो साइड यो टेबलमा सो ब्यालेन्स लेभल भएको छ भने हाम्रो बबल्स बिचमै आएको हुन्छ सो त्यो भयो त्यहाँदेखि अब नाउ वी हेभ अ टेलिस्कोप सो दिस इज कल्ड द टेलिस्कोप यो स्पेक्ट्रोमिटरको नाउ यो पनि अब हाम्रो लेभल भएको छ कि छैन भनेर चेक गर्नुको लागि चाहिँ हामीले यो स्पिरिट लेभललाई यो ठाउँमा राखेर चाहिँ हामीले हेर्न सक्छौँ लेभल भएको छ कि छैन लेभल भएको छ भने बिचमा हाम्रो यो बबल्स आएकै हुन्छ छैन भने चाहिँ वी क्यान युज दिस स्क्रुज जुन चाहिँ यो स्क्रुज यहाँनिर छ लेभल भएको छैन भने चाहिँ हामीले यो स्क्रुजलाई एडजस्ट गरेर हामीले यो बबल्सलाई बिचमा ल्याउन सक्छौँ र बिचमा आइसकेपछि त हाम्रो यो लेभल भएकै हो सो नाउ वी हेभ अनदर पार्ट अफ द स्पेक्ट्रोमिटर द्याट इज कोलिमेटर यसलाई पनि हामीले यो ठाउँमा यो स्पिरिट लेभल यो ठाउँमा राखेर हामीले चेक गर्न सक्छौँ कि लेभल भएको छ कि छैन यो कोलिमेटर पनि लेभल भएको छ भने चाहिँ हाम्रो यो बबल्स बिचमै आएको हुन्छ बिट्विन द दिस टु लाइन्स आएको छैन भने हामीले जुन चाहिँ यो मुनतिरको स्क्रुज छ यो स्क्रुलाई हामीले यो एडजस्ट गरेर हामीले लेभल गर्न सक्छौँ यसलाई पनि नाउ वी हेभ अ प्रिजम टेबललाई पनि हामीले लेभल गर्न सक्छौँ स्पिरिट लेभल यसरी राख्यो र लेभल भएको छैन भने हाम्रो बबल्स यताउता आएको हुन्छ र लेभल भएको छ भने चाहिँ हाम्रो बबल्स बिचमै आएको हुन्छ सो यहाँनिर हाम्रो बिचमै आएको छ यदि आएको छैन भने चाहिँ हामीले यो जुन चाहिँ देख्नु हुँदैछ मुनतिरको स्क्रुजहरू यो स्क्रुजहरूलाई हामीले एडजस्ट गरेर चाहिँ यो बबल्सलाई बिचमा ल्याउन सक्छौँ र हामीले स्पिरिट लेभललाई यसरी यो पोजिसनमा राखेर यो पोजिसनमा राखेर र यो पोजिसनमा राखेर हामीले चेक गर्न सक्छौँ कि यो प्रिजम टेबल ब्यालेन्स भएको लेभल भएको छ कि छैन र अर्को के छ भन्दाखेरि चाहिँ हामीले यो जब हामीले वान्स प्रिजमलाई चाहिँ हामीले प्रिजम टेबलमा राख्छौँ त्यतिखेर थाहा हुन्छ कि अब हाम्रो यो प्रिजम चाहिँ अप्टिकली ब्यालेन्स लेभल भएको छ कि छैन त्यसको लागि के छ भन्दाखेरि चाहिँ हामीले अहिले भरे प्रिजमलाई राखेर हामीले प्रिजमको दुईपट्टिको सेक्सनबाट चाहिँ हामीले स्लिटको इमेजलाई हेर्छौँ स्लिटको इमेजलाई हेर्दाखेरि के हुन्छ भन्दाखेरि जुन चाहिँ हाम्रो यो टेलिस्कोपको क्रस वायर छ त्यो क्रस वायर चाहिँ हाम्रो स्लिटको इमेजको बिचमा आइदिएको हुनुपर्छ दुईपट्टिको साइड दुईकै साइडपट्टिबाट हेर्दाखेरि चाहिँ हाम्रो यदि बिचमै आइदिएको छ भने क्रस वायर चाहिँ स्लिटको इमेजमा त्यो हाम्रो अप्टिकली लेभल भइसकेको छ यो इन्स्ट्रुमेन्ट यदि छैन भने चाहिँ हाम्रो लेभल भएको छैन र त्यतिखेर चाहिँ हामीले प्रिजमलाई राखेर टेलिस्कोप अप्टिकली लेभल भइसकेको छ यो इन्स्ट्रुमेन्ट अब हामीले जानिसक्यौँ कि अब यो जुन चाहिँ स्पेक्ट्रोमिटरले कसरी लेभल गर्नुपर्ने भनेर अब थ्योरी क्वेसन बढी पस्दाखेरि चाहिँ के छ भन्दाखेरि फर्स्टमा हाम्रो जुन चाहिँ यो ए त हाम्रो एङ्गल अफ प्रिजम भयो डेलाइमा हाम्रो मिनिमम डेभिएसन भयो र यो जुन चाहिँ म्यू छ हाम्रो यो फर्मुला छ यो फर्मुला युज गरेर हामीले रिफ्रेक्ट इन्डेक्स खोज्न सक्छौँ हामीले अफ द मटेरियल अफ द प्रिजम र अर्को यो जुन चाहिँ यो पनि अर्को एउटा वर्किङ फर्मुला नै हो जसले चाहिँ के खोज्छ भन्दाखेरि चाहिँ हाम्रो डिस्पर्सिभ पावर खोज्छ न यो फर्मुलाहरू युज गरेर हामीले आगो एक्सपेरिमेन्टबाट गरेको डेटाहरूलाई एनालाइज गरेर त्यहाँदेखि यो डेटाहरूलाई हालेर यहाँनिर यो फर्मुलाबाट हामीले रिजल्ट निकाल्न सक्छौँ र रिजल्ट निकालिसकेर भरे लास्टमा हामीले ग्राफ बनाउनु पर्ने हुन्छ सो ग्राफ बनाउँदाखेरि चाहिँ जुन चाहिँ म्यू भर्सेस लेम्डाको ग्राफ छ यो चाहिँ हाम्रो एक्सपोनेन्सियल डिकेवाला ग्राफ बनिन्छ हाम्रो जुन चाहिँ यस्तो हुन्छ अब हाम्रो अब अर्को चाहिँ अर्को नि ग्राफ बनाउनुपर्छ हामीले जुन ग्राफ चाहिँ कुन चाहिँ हुन्छ भन्दाखेरि म्यू भर्सेस 1/λ² को जसले चाहिँ के गर्छ भन्दाखेरि अब यदि हाम्रो कची रिलेसन चाहिँ होल्ड गर्दैछ भने कची रिलेसन चाहिँ होल्ड गर्दैछ अथवा भ्यालिड हुँदैछ भने चाहिँ हाम्रो के हुन्छ भन्दा यो जुन चाहिँ म्यू भर्सेस 1/λ² को ग्राफ छ त्यो चाहिँ स्ट्रेट लाइन बनिन्छ र स्ट्रेट लाइन बनिँदाखेरि जुन चाहिँ हाम्रो इन्टरसेप्ट छ ग्राफको त्यो चाहिँ हाम्रो जुन चाहिँ अघि मैले कन्स्टेन्टको कुरा गरेँ ए हो त्यो चाहिँ इन्टरसेप्ट चाहिँ ए को भ्याल्यु हुन्छ र जुन चाहिँ यो ग्राफको स्लोप हुन्छ त्यो स्लोप चाहिँ हाम्रो बी को भ्याल्यु हुन्छ अथवा हामीले थ्योरीमै भएको वर्किङ फर्मुलामै छ यो ए र बी कसरी निकाल्नु पर्ने फर्मुला हो त्यहीबाट पनि हामीले निकाल्न सक्छौँ र यो ग्राफको हेल्पबाट पनि हामीले ए र बी कन्स्टेन्टलाई निकाल्न सक्छौँ हामीले अब हामीले के छ भन्दाखेरि अघि जुन चाहिँ हाम्रो स्पेक्ट्रोमिटर थियो
अब त्यो स्पेक्ट्रोमिटरको अब जुन चाहिँ त्यो स्केल छ त्यहाँनिर त्यो स्केलको अब हामीले त्यो स्पेक्ट्रोमिटरको लिस्ट काउन्टहरू खोज्दाखेरि चाहिँ के छ भन्दाखेरि फर्स्टमा हाम्रो जुन चाहिँ स्पेक्ट्रोमिटर चलायो त्यसमा चाहिँ कस्तो खाले स्पेक्ट्रोमिटर थियो भन्दाखेरि चाहिँ जुन चाहिँ भर्नियर स्केल थियो भर्नियर स्केलमा चाहिँ 30 वटा डिभिजन मात्रै थियो। अब अरू स्पेक्ट्रोमिटरहरूमा 60 वटा डिभिजन पनि हुनसक्छ। हामीले अघि चलाएको स्पेक्ट्रोमिटरमा चाहिँ 30 वटा डिभिजन थियो। र अब के छ भन्दाखेरि चाहिँ अब हाम्रो भर्नियर स्केलको 30 वटा डिभिजन छ र मुनतिर मेन स्केल हुन्छ हाम्रो। सो मेन स्केलको जुन चाहिँ हाम्रो भर्नियर स्केलको 30 डिभिजन चाहिँ हाम्रो मेन स्केलको 29 डिभिजनसँग चाहिँ टक्कै कोइन्साइड गरेको हुन्छ। कहिले त्यसरी कोइन्साइड गरेको हुन्छ भन्दाखेरि जब भर्नियर स्केल र मेन स्केलको जिरोलाई चाहिँ टक्कै हामीले कोइन्साइड गरेर हेर्दाखेरि चाहिँ भर्नियर स्केलको 30 डिभिजन चाहिँ हाम्रो 29 मेन स्केल डिभिजनसँग कोइन्साइड गरेको हुन्छ। र अब हाम्रो लिस्ट काउन्ट निकाल्दाखेरि चाहिँ के छ भन्दाखेरि हाम्रो सबभन्दा फर्स्टमा चाहिँ 1 स्मलेस्ट मेन स्केल डिभिजन चाहिँ कति हुन्छ भन्दाखेरि चाहिँ हाम्रो अब यहाँनिर मेन स्केल भयो हाम्रो 0 देखि यहाँनिर हाम्रो 10 सम्म छ स्केल, फेरि 10 देखि 20 यसरी 30 हुँदै जान्छ। र यो जुन चाहिँ 0 देखि 10 अथवा 10 देखि 20 को बिचमा चाहिँ हाम्रो 20 वटा डिभिजन छ। सो 1 स्मलेस्ट मेन स्केल डिभिजन चाहिँ हाम्रो 20 डिग्री डिभाइडेड बाई 10 डिग्री डिभाइडेड बाई 20 हुन्छ, जो चाहिँ हाम्रो हाफ डिग्री भयो। सो हाफ डिग्री भनेको त 30 मिनट, किन भन्दाखेरि 1 डिग्री भनेको 60 मिनट हो, हाफ डिग्री भनेको 30 मिनट। सो नाउ अब अघि मैले भनिहालेँ 30 भर्नियर स्केल डिभिजन चाहिँ हाम्रो 29 मेन स्केल डिभिजनसँग कोइन्साइड गरेको हुन्छ। कहिले भन्दाखेरि जब 0 कोइन्साइड गर्दाखेरि। सो यहाँनिर हाम्रो यो रिलेसन यहाँ माथिबाट आएको छ। यहाँबाट चाहिँ हामीले 1 भर्नियर स्केल डिभिजन निकाल्न सक्छौँ, जो चाहिँ 29 डिभाइडेड बाई 30 हुन्छ इन्टु 1 मेन स्केल डिभिजन, जो चाहिँ हामीले 30 मिनट पाएकै छ हामीले। सो यहाँबाट हामीले 29 मिनट 1 भर्नियर स्केल डिभिजन चाहिँ 29 मिनट पायो हामीले। र भर्नियर कन्स्ट्यान्ट भनेको चाहिँ 1 मेन स्केल डिभिजन माइनस 1 मेन स्केल डिभिजन माइनस 1 भर्नियर स्केल डिभिजन, जो चाहिँ हाम्रो 30 माइनस 29 हुन्छ, जो चाहिँ 1 डिग्री हुन्छ हाम्रो लिस्ट काउन्ट अथवा भर्नियर कन्स्ट्यान्ट हाम्रो जुन चाहिँ स्पेक्ट्रोमिटर चलाउँछ त्यसको चाहिँ। न अब रिडिङ उठाउँदाखेरि चाहिँ कसरी उठाउँछ भन्दाखेरि चाहिँ अब हामीले अघि मैले भनिहालेँ सर्कुलर स्केल र भर्नियर स्केल छ। सो भर्नियर स्केल अब उठाउन त जानिहाल्छ, तर सर्कुलर स्केल चाहिँ यहाँनिर कसरी रिडिङ उठाउँछ भन्दाखेरि चाहिँ अब जुन चाहिँ यो हाम्रो भर्नियर स्केलको 0ले सपोजको लागि मेरो यो 10 मा आएर टक्कै यहाँनिर छोएको छ भने त मेरो कति भयो भन्दाखेरि चाहिँ सर्कुलर स्केल त 10 डिग्री नै भइहाल्यो। तर 10 देखि यतापट्टि यो जुन चाहिँ धर्का छ यहाँनिर आएर माथि भर्नियर स्केलको 0ले छोएको छ भने चाहिँ अब त्यो भ्याल्यु चाहिँ कति हुन्छ भन्दाखेरि मेरो 10 डिग्री र 1 स्मलेस्ट मेन स्केल डिभिजन भनेको त कति हो भन्दाखेरि हाम्रो 30 मिनट हो। सो 10 देखि उतापट्टि एउटा धर्कामा गएको छ त्यो माथिको 0 जुन चाहिँ भर्नियर स्केलको 0 यसले यहाँनिर छोएको छ, त्यो चाहिँ हाम्रो 10 डिग्री 30 मिनट हुन्छ। सो त्यसरी नै 10 देखि उतापट्टि दुईवटा धर्कामा छोएको छ भने चाहिँ हाम्रो 0ले यहाँनिर यसरी एलाइन यहाँनिर 10 डिग्री दुईवटापट्टिको धर्कामा छोएको छ भने चाहिँ हाम्रो यो 10 त भइहाल्यो, त्यहाँदेखि दुईवटापट्टि धर्कामा छोएको छ भने चाहिँ हाम्रो 11 डिग्री हुन्छ। त्यसरी नै जस्ट त्यसको उतापट्टि अर्को थर्ड लाइनमा एलाइन भएको छ नि माथिको 0, त्यो हाम्रो 11 डिग्री 30 मिनट हुन्छ। सो हामीले यसरी रिडिङ स्पेक्ट्रोमिटरको यसरी सर्कुलर स्केल र भर्नियर स्केललाई लिन सक्छौँ हामीले। अब हामीले एक्सपेरिमेन्ट चाहिँ कसरी गर्नुपर्ने अथवा डेटा जुन चाहिँ हामी चाहिएको डेटा छ त्यो डेटा चाहिँ कसरी उठाउनु पर्ने र कुन डेटा कसरी भन्नुपर्ने भन्दाखेरि चाहिँ अब हाम्रो फर्स्टमा चाहिँ के छ भन्दाखेरि यो जुन चाहिँ टेबल छ हाम्रो यो टेबल चाहिँ डाइरेक्ट रेसको लागि उठाउने टेबल हो यो हाम्रो। र नाउ यो टेबललाई चाहिँ कसरी गर्नुपर्छ भन्दाखेरि फर्स्टमा यो सेटअप देख्नु भइहाल्यो। यो सेटअपमा चाहिँ के छ भन्दाखेरि यो हाम्रो सोडियम सोर्स छ यहाँनिर र हाम्रो यो टेलिस्कोप र कोलिमिटर छ। टेलिस्कोप र कोलिमिटर चाहिँ के छ भन्दाखेरि हाम्रो यो एलाइन छ हाम्रो स्ट्रेट यसरी एलाइन हुँदाखेरि के छ भन्दाखेरि जब हामीले यो टेलिस्कोपबाट यहाँबाट हेर्छौँ हेर्दाखेरि चाहिँ अब हाम्रो के छ भन्दाखेरि स्लिटको इमेज चाहिँ यहाँनिर हामीले देख्न सक्छौँ यहाँबाट यो टेलिस्कोपबाट हेर्दाखेरि। र स्लिटको इमेज देख्छ हामीले, र स्लिटको इमेजमा चाहिँ के छ भन्दाखेरि चाहिँ हाम्रो जुन चाहिँ यो टेलिस्कोपको क्रस वायर छ त्यो क्रस वायर चाहिँ स्लिटको इमेजको मिडलमा बिचमा एलाइन भएको हुन्छ अथवा त्यो जङ्सनमा क्रस भएर बसेको हुन्छ। र त्यसरी क्रस भएर भएको बेलामा चाहिँ के छ भन्दाखेरि अब हामीले रिडिङ उठाउनुपर्छ। यो पोजिसनमा चाहिँ हामीले डाइरेक्ट रेसको लागि रिडिङ उठाउँछौँ। र रिडिङ उठाउँदाखेरि चाहिँ के छ भन्दाखेरि यो स्पेक्ट्रोमिटरमा हाम्रो दुईवटा स्केलहरू छ, यहाँ एउटा स्केल छ र अर्को स्केल चाहिँ यतापट्टि छ। नाउ यो स्केल जुन चाहिँ छ हाम्रो यतापट्टिको स्केल, यो स्केललाई चाहिँ अब हामीले फर्स्टमा एक्सपेरिमेन्ट सुरु गर्दाखेरि नै V1 कन्सिडर गऱ्यो भने यसलाई हामीले V2 कन्सिडर गर्छ र थ्रु आउट द एक्सपेरिमेन्ट नसकुन्जेलसम्म यसलाई V1 नै कन्सिडर गरेर हिँड्नु पऱ्यो र अर्को V2 नै लिएर हिँड्नु पऱ्यो हामीले यसलाई। अब हामीले एउटा एङ्गल अफ खोज्नुको लागि चाहिँ हामीले यो टेबललाई फलो गर्न सक्छौँ। र अब नाउ रिडिङ चाहिँ कसरी उठाउने भन्दाखेरि चाहिँ यहाँनिर के छ भन्दाखेरि हाम्रो प्रिजमलाई फर्स्टमा कसरी राख्नुपर्ने। सो प्रिजमलाई राख्नुको लागि चाहिँ यो प्रिजम टेबलमा के छ भन्दाखेरि फर्स्टमा जुन चाहिँ यो अपेक फेस छ प्रिजमको यसलाई चाहिँ हामीले अगाडिपट्टि फर्काउनु पऱ्यो र जुन चाहिँ यो रिङ देख्दैछ लाइन
यो लाइनमा चाहिँ टक्क यो प्रिजमको मुनतिरको यो जुन चाहिँ बेस छ यसलाई चाहिँ एलाइन गर्नुपर्छ पर्फेक्टली। र अब एलाइन गरिसकेपछि हामीले के छ भन्दाखेरि अब नाउ एङ्गल अफ प्रिजम खोज्नुपर्छ। नाउ एङ्गल अफ प्रिजम खोज्नुको लागि चाहिँ के छ भन्दाखेरि चाहिँ अब हामीले टक्क यो टेलिस्कोपलाई हामीले फर्स्टमा यो पोजिसनमा जाँदा पनि भयो अथवा यो साइडपट्टि जाँदा पनि भयो। न फर्स्टमा म यो साइडपट्टि घुमाउँदाखेरि के छ भन्दाखेरि चाहिँ यो साइडपट्टि घुमाएँ मैले टेलिस्कोपलाई यसरी घुमाउँदै मैले यो साइडपट्टिबाट मैले हेर्दाखेरि चाहिँ के छ भन्दाखेरि चाहिँ यहाँको यो साइडपट्टिबाट मैले हेर्दाखेरि चाहिँ के छ भन्दाखेरि जुन चाहिँ आएको यो रेसहरू छ यहाँनिर थपेर चाहिँ यो साइडपट्टि आएको हुन्छ यो टेलिस्कोपबाट। र मैले यो टेलिस्कोपबाट हेर्दाखेरि चाहिँ के छ भन्दाखेरि मैले स्लिटको इमेज देख्छु। सो स्लिटको इमेज देख्दाखेरि चाहिँ जुन चाहिँ त्यो यो टेलिस्कोप क्रस वायर छ त्यो क्रस वायर चाहिँ स्लिटको इमेजको बिचमा चाहिँ टक्कै छ भने चाहिँ हाम्रो के छ भन्दाखेरि चाहिँ अब यो हाम्रो अप्टिकली लेभल पनि छ प्रिजम र हामीले यहाँबाट एङ्गल अफ प्रिजमको अब हेरेर हामीले लिन सक्छौँ। अघि मैले भनिहालेँ अब दुईटै स्केलको रेडिङ उठाउनुपर्छ। मैले फर्स्टमा V1 यसलाई कन्सिडर गरेको छु र यसलाई V2 कन्सिडर गरेको छु। सो मैले अब यहाँबाट टक्कै मैले रेडिङ उठाउँछु V1 र V2को र मैले के छ भन्दाखेरि यो जुन चाहिँ टेबल छ रिडिङ एट द फर्स्ट पोजिसन अफ द टेलिस्कोप भन्दाखेरि मैले फर्स्ट पोजिसन यसलाई माने यो साइडपट्टिलाई माने फर्स्ट पोजिसन। सो मैले अब यहाँनिर रिडिङ उठाउँदाखेरि चाहिँ यहाँ भर्ने नम्बर छ भर्ने नम्बर अफ V1 1 हुन्छ यहाँनिर 2 हुन्छ। सो मैले अघि यसलाई V1 मानेको छु र अर्कोलाई V2 मानेको छु। सो मैले यहाँनिर अब मेन स्केल भर्नियर स्केल मैले रिडिङ उठाएर टप यसमै फिलअप गर्छु। न अब सेकेन्ड पोजिसन रिडिङ एट द सेकेन्ड पोजिसन अफ द टेलिस्कोप भनेको छ यहाँनिर। सेकेन्ड पोजिसन चाहिँ मेरो कुन चाहिँ हुन्छ भन्दाखेरि चाहिँ यो टेलिस्कोपलाई मैले बिस्तारै यतापट्टि सार्छु सच द्याट यो मैले जुन चाहिँ टेलिस्कोपलाई मैले यतापट्टि सार्दैछु यो सार्दाखेरि चाहिँ यो मेरो प्रिजम टेबल चाहिँ साइडली पनि हल्लिनु हुँदैन। इफ हल्लियो भने यताउता डिस्प्लेस भयो भने चाहिँ मेरो एङ्गल अफ प्रिजम पनि बिग्रिन्छ। र मैले अब यो सेकेन्ड पोजिसन जुन चाहिँ छ सेकेन्ड पोजिसन चाहिँ यो हुन्छ मेरो टेलिस्कोपको। र मैले यहाँबाट हेर्दाखेरि के हुन्छ भन्दाखेरि मैले स्लिटको इमेज देख्छु। स्लिटको इमेज देख्दाखेरि अब के हुन्छ भन्दाखेरि त्यो स्लिट इमेजको बिचमा नै जुन चाहिँ क्रस वायर छ त्यो क्रस वायर परेको हुन्छ र परेको छ भने अब मैले अघि जसरी उतापट्टि रेडिङ उठाएँ मैले त्यसरी नै उतापट्टि पनि यो जुन चाहिँ भर्नियर 1 र भर्नियर 2को मेन स्केल भर्नियर स्केल रेडिङ उठाउँछु। र उठाइसकेर के छ भन्दाखेरि अब न मैले अघि अप्टिकली प्रिजमलाई चाहिँ कसरी अप्टिकली लेभल गर्नुपर्ने भन्दाखेरि चाहिँ मैले यो साइडपट्टिबाट हेरेँ स्लिटको इमेज देख्छु म। स्लिटको इमेज देख्दाखेरि चाहिँ यदि मेरो क्रस वायर चाहिँ स्लिटको इमेजको बिचमा छैन भने चाहिँ मैले बिचमा बनाउनुपर्छ। र त्यो बिचमा बनाउनु लागि चाहिँ मैले यो मुनतिरको स्क्रुज जुन चाहिँ छ तिनवटा स्क्रुजहरू यसलाई पनि मैले एडजस्ट गरेर स्लिटको इमेजलाई चाहिँ क्रस वायरलाई चाहिँ स्लिटको इमेजको बिचमा ल्याउन सक्छु। योपट्टिबाट हेरेर पनि बनाउन सक्छु र यतापट्टिबाट यो टेलिस्कोपलाई यो साइडपट्टि यो पोजिसनमा ल्याएर पनि मैले हेरेर यदि स्लिटको इमेजको बिचमा चाहिँ क्रस वायर छैन भने यो जुन चाहिँ स्क्रुजहरू छ यो स्क्रुजहरूलाई एडजस्ट गरेर मैले बनाउँछु र बनाउनु पनि पर्छ। र वान्स यति भइसकेपछि मेरो जुन चाहिँ यो प्रिजम छ अप्टिकली लेभल भइसक्छ र हामीले अब फर्दर जुन चाहिँ एक्सपेरिमेन्ट छ अरू टेबलहरू भर्नलाई प्रोसिड गर्न सक्छौँ। न अब मैले के गर्नुपर्छ भन्दाखेरि चाहिँ मिनिमम डेभिएसनको पोजिसन फाइनल गर्नुपर्छ। त्यसको लागि चाहिँ के छ भन्दाखेरि अब यो जुन चाहिँ छ हाम्रो प्रिजम टेबल यो प्रिजम टेबलको यतापट्टि जुन चाहिँ प्रिजम छ यो त हाम्रो अपेक फेस भयो नि। न यो जुन चाहिँ अपेक फेस छ यो अपेक फेसलाई चाहिँ मैले यतापट्टि टर्न गर्न सक्छु। यसरी यतापट्टि टर्न गरेर चाहिँ मैले के गर्न सक्छु भन्दाखेरि जुन चाहिँ अपेक फेस छ अघि यतापट्टि भएकोलाई चाहिँ यतापट्टि यो डाइरेक्सनपट्टि बनाएँ मैले। अथवा तपाईँहरूले जुन चाहिँ यो अपेक फेस छ यतापट्टि नबनाएर यतापट्टि बनाउन सक्नुहुन्छ र मैले चाहिँ यतापट्टिको साइडलाई चुज गरेको छु। सो यो साइडपट्टि मैले अपेक फेसलाई यतापट्टि बनाएँ भने अब के हुन्छ भन्दाखेरि चाहिँ मैले टेलिस्कोपलाई पनि हल्का यतापट्टिबाट सानो ल्याएर यसरी हेर्न सक्छु। सो द्याट यहाँबाट आएको रेस जुन चाहिँ कोलिमिटरबाट आएको यो रेस चाहिँ यो भित्र प्रिजमभित्र पसेर चाहिँ यो रिफ्लेक्ट भएर चाहिँ यताबाट आएको रेस चाहिँ यतापट्टि हुँदैछ जो चाहिँ बेन्ड भएको र हामीले यही यसरी नै मिनिमम डेभिएसनको पोजिसनलाई भन्न सक्छौँ। र खोज्दाखेरि चाहिँ के छ भन्दाखेरि अब मैले यो टेलिस्कोपबाट हेर्छु हेर्दाखेरि चाहिँ के छ भन्दाखेरि अब यो प्रिजम टेबललाई मैले चलाउनुपर्छ यसरी यताउता चलाउनुपर्छ र त्यसरी नै यताउता एडजस्ट गर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि मेरो स्लिटको इमेज आइदिन्छ र क्रस वायर पनि हुन्छ मेरो। र क्रस वायर के छ भन्दाखेरि अब टेलिस्कोपबाट मैले हेर्दाखेरि यसरी क्रस वायर हुन्छ एउटा ठाउँमा र मैले यो प्रिजम टेबललाई यताबाट यसरी हराउँदै क्रस वायरलाई हल्का यताउता एडजस्ट गर्दै र यसरी प्रिजम टेबललाई यसरी यताउता हराउँदा के हुन्छ भन्दाखेरि चाहिँ मेरो स्लिटको इमेज कसरी मेरो अब मैले सपोज लागि यो डाइरेक्सनबाट जाँदैछु भने गएकै हुन्छ पाइनँ भने मैले मिनिमम डेभिएसन फेरि यो डाइरेक्सनबाट मैले यतापट्टि रोटेट गरेँ प्रिजम टेबललाई र क्रस वायर छ यहाँनिर सपोज लागि यसरी पनि बुझ्न सकिन्छ। अब मैले अघि यहाँ भनिहालेँ यो मेरो क्रस वायर भयो यहाँनिर र यो स्लिटको इमेज भयो।
र मैले यो जुन चाहिँ यो प्रिजम टेबल छ, मैले प्रिजम टेबल यसरी हराउँदाखेरि त मेरो स्लिटको इमेज पनि यतापट्टि जान्छ। मैले यतापट्टि प्रिजम टेबल हराउँदैछु भने स्लिटको इमेज पनि योपट्टि जान्छ र मैले प्रिजम टेबललाई चाहिँ यसरी यतापट्टि यो डाइरेक्सनपट्टि घुमाउँदैछु नि मेरो स्लिटको इमेज पनि योपट्टि आउँछ। र यहाँनिर के छ भन्दाखेरि चाहिँ यो क्रस वायर भयो र स्लिटको इमेजलाई चाहिँ मैले यो डाइरेक्सनपट्टि ल्याएर सपोजको लागि ल्याउँदै मेरो के भयो भन्दाखेरि चाहिँ टक्कै यो स्लिटको इमेज यतापट्टि आयो, सार्दा मेरो प्रिजम टेबललाई सार्दा आयो र यो क्रस वायर भएको ठाउँमा टक्कै एक्ज्याक्टली यो ठाउँमा चाहिँ मेरो स्लिटको इमेज टक्कै आउँदाखेरि चाहिँ टक्कै यताबाट आउँदै थियो स्लिटको इमेज, टक्कै यहाँ आएर चाहिँ यता रिट्रेस गर्यो यो स्लिटको इमेज। मतलब यसले आफ्नो डाइरेक्सनलाई चेन्ज गर्यो, अगाडि चाहिँ यतापट्टि जाँदै थियो, टक्कै यो क्रस वायरमा टक्कै आएर चाहिँ यो स्लिटको इमेज चाहिँ यतापट्टि जाँदै गरेको चाहिँ फ्लिप गर्यो यतापट्टि डाइरेक्सन, टक्कै फ्लिप गर्दाखेरि यो पोजिसनबाट फ्लिप गर्यो। मतलब त्यो पोजिसन चाहिँ मेरो पोजिसन अफ द मिनिमम डेभिएसन अथवा स्ट्यान्डर्ड पोजिसन, मलाई स्ट्यान्डर्ड पोजिसन भनिन्छ हामी यसलाई। सो अब हामीले मिनिमम डेभिएसनको पोजिसनलाई पनि डिटर्माइन गरिसक्यो, फाइनल गरिसक्यो। अब के छ भन्दाखेरि अब हामीले चाहिँ सो यो पोजिसनमा हामीले मिनिमम डेभिएसन पाइसकेको छ। सो पाइसकेपछि चाहिँ हामीले यो पोजिसनलाई चाहिँ हराउनु हुँदैन र नहराउनु लागि चाहिँ अथवा यो प्रिजम टेबल पनि नहलिनु लागि टेलिस्कोप पनि नहलिनु लागि चाहिँ हामीले यो स्क्रुलाई र यो स्क्रुलाई युज गरेर चाहिँ हामीले यो फिक्स गर्न सक्छौँ, मतलब टाइट गर्न सक्छौँ सो द्याट यो अब मुभमेन्ट हुँदैन, यो प्रिजम टेबलको पनि र यो टेलिस्कोपको पनि मुभमेन्ट हुँदैन। सो मुभमेन्ट नभइसकेपछि अब फिक्स भइसकेपछि के गर्नुपर्छ भन्दाखेरि हामीले जुन चाहिँ यो सोडियमको सोर्स छ यो सोडियम सोर्सलाई चाहिँ हामीले अब रिप्लेस गर्नुपर्छ। सो मैले यो सोडियम सोर्सलाई चाहिँ के रिप्लेस गर्दैछु भन्दाखेरि चाहिँ हिलियम सोर्सले रिप्लेस गर्दैछु। सो दिस इज हिलियम। सो हिलियम सोडियम सोर्सलाई चाहिँ मैले हिलियमले रिप्लेस गरिसकेँ। सो अब मैले यहाँनिर सोडियम सोर्सलाई चाहिँ सोर्सलाई मैले हिलियम सोर्सले रिप्लेस गरिसकेँ। रिप्लेस गरिसकेपछि अब मैले हिलियमको यो जुन सोर्स छ त्यसलाई चाहिँ मैले एडजस्ट गर्छु सो द्याट यो टेलिस्कोपबाट हेर्दाखेरि चाहिँ मैले यो जुन चाहिँ हिलियमको सोर्स छ यसको चाहिँ मैले फाइन स्पेक्ट्रल लाइन्सहरू पाउँछु। यो जुन चाहिँ स्पेक्ट्रम छ यसको चाहिँ फाइन स्पेक्ट्रल लाइन्सहरू पाउँछु र स्पेक्ट्रल लाइन चाहिँ कस्तो देख्छ भन्दाखेरि चाहिँ रेडदेखि सुरु भएर चाहिँ येल्लो ग्रिन ग्रिन ब्लू ब्लू हुँदै वाइटसम्म गएको हुन्छ। अब हामीले के गरिसक्यो भन्दाखेरि सोडियम सोर्सलाई चाहिँ हामीले हिलियम सोर्सले रिप्लेस गरिसक्यो। रिप्लेस गरिसक्दाखेरि हामीले टेलिस्कोपबाट हेर्दाखेरि पनि अब हामीले हिलियमको फाइन स्पेक्ट्रल लाइन्सहरूलाई देख्न सक्छौँ, रेडदेखि सुरु भएर वाइटसम्म हुन्छ। अब त्यो स्पेक्ट्रल लाइन्सहरू देखिसक्यौँ। अब चाहिँ के गर्नुपर्छ भन्दाखेरि चाहिँ त्यो जुन चाहिँ टेलिस्कोपको क्रस वायर छ त्यो क्रस वायरलाई चाहिँ हरेक स्पेक्ट्रल लाइन्समा चाहिँ टक 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 हामीले राख्दै गएर चाहिँ यो जुन चाहिँ टेबल छ हाम्रो यो टेबललाई भन्नुपर्छ। सो रिडिङ अफ ए टेलिस्कोप फर द एट द मिनिमम डेभिएसन यो टेबललाई फिलअप गर्नुपर्छ। र फर्स्टमा अब हामीले यहाँनिर रेड छ, यो रेड स्पेक्ट्रल लाइन्स जुन चाहिँ छ त्यसमा चाहिँ हामीले क्रस गरेर टक्कै त्यहाँनिर एलाइन गऱ्यौँ। सो त्यसलाई एलाइन गराउनु लागि चाहिँ हामीले कुन चाहिँ स्क्रुलाई युज गर्न सक्छौँ भन्दाखेरि चाहिँ यो स्क्रुलाई। सो यो स्क्रुलाई हामीले यो स्क्रुलाई युज गरेर चाहिँ जुन चाहिँ क्रस वायर छ त्यो क्रस वायरलाई चाहिँ हरेक स्पेक्ट्रल लाइन्समा चाहिँ टक 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 एलाइन गराउँदै लान सकिन्छ। र रेडमा राख्यो स्पेक्ट्रल लाइन्सलाई फर्स्टमा, अनि त्यसको हामीले यो जुन चाहिँ V1 र V2 जुन चाहिँ भर्नियर 1 र भर्नियर 2 स्केलको रिडिङ उठाउन सक्छौँ हामीले। यहाँनिर भर्नियर नम्बर छ हाम्रो, भर्नियर नम्बरको 1। सो भर्नियर नम्बरको 1 हाम्रो अघि हामीले यो चुज गरेको थियौँ। सो यसको सर्कुलर स्केल र भर्नियर स्केल रिडिङ उठायो। त्यहाँदेखि फेरि V2 को योपट्टि छ हाम्रो V2 भर्नियर 2 यो स्केलको पनि फेरि हामीले रिडिङ उठाउनुपर्छ हामीले सर्कुलर र भर्नियर स्केल रिडिङहरू। सो नाउ यो उठाइसकेर हामीले यसको टोटल गर्छौँ, त्यहाँदेखि मिन निकाल्छौँ। सो यसरी नै रेडको गरिसकेर येल्लो ग्रिन ब्लू ब्लू र भयोलेट हुँदै लास्टमा गएर भयोलेटसम्म गर्नुपर्छ, हामीले रिडिङ उठाउनुपर्छ। सो यु क्यान सी द्याट हामीले अगाडि नै एक्सपेरिमेन्टहरू गरेर अब डेटाहरू सबै चाहिने डेटाहरू उठाइसकेको थियौँ र जति पनि टेबलहरू थियो सबै फिलअप गरिसकेको थियौँ। सो यहाँनिर हाम्रो फर्स्ट टेबलमा के छ भन्दाखेरि चाहिँ जुन चाहिँ हिलियम सोर्स छ त्यो हिलियम सोर्सको चाहिँ अब देयर आर भेरियस फाइन स्पेक्ट्रल लाइन्स अफ द हिलियम लाइट। सो सबै यो रेड येल्लो ग्रिन ब्लू ब्लू भयोलेटको हामीले के अरे रिडिङहरू उठाएको थियौँ, डेटा उठाएको थियौँ। क्रस वायरहरूलाई अब हरेक यो रेड येल्लो ग्रिन गर्दै गर्दै ब्लू भयोलेटसम्म हामीले स्पेक्ट्रल जति पनि स्पेक्ट्रल लाइन्सहरू छ त्यो स्पेक्ट्रल लाइन्सहरूमा क्रस वायर राख्दै
र त्यसरी नै क्रस वायर राख्दै गयो, त्यहाँदेखि हामीले दुइटै भर्नियर्सको रिडिङहरू उठाउँदै गएर डेटाहरू यसरी उठाएको थियौँ। र त्यसरी नै अगाडि हामीले यो डाइरेक्ट रेसको लागि नि रिडिङ उठाएको थियौँ, द्याट त्यो प्रिजम टेबलमा प्रिजम नराखिकन कोलिमेटर र टेलिस्कोपलाई एलाइन गराएर चाहिँ हामीले स्ट्रेट एलाइन गराएर यो दुईवटा रिडिङ्सहरू उठाएको थियौँ। र यो दुईवटा टेबलको डेटालाई हामीले युज गरेर चाहिँ हामीले अर्को टेबललाई फिलअप गर्न सक्छौँ, जुन टेबल चाहिँ के हो भन्दाखेरि चाहिँ हरेक यो जुन चाहिँ हाम्रो हिलियम लाइटको जुन चाहिँ स्पेक्ट्रल लाइन्सहरू छ, यो हरेक स्पेक्ट्रल लाइन्सको रेड, येल्लो, ग्रिन, ग्रिन ब्लू, ब्लू भयोलेट भयो, यिनीहरूको सबैको यो मिनिमम डेभिएसन हामीले यहाँबाट क्यालकुलेट गर्न सक्छौँ यो अगाडिको दुईवटा टेबलको डेटालाई युज गरेर। र हामीले अगाडि एङ्गल अफ प्रिजम पनि खोजेको थियौँ यो डेटालाई यो टेबललाई फिलअप गरेर हामीले अब यहाँ लास्टमा एङ्गल अफ प्रिजम पनि निकालेको छौँ। नाउ जुन चाहिँ यो मिनिमम डेभिएसन हरेक स्पेक्ट्रल लाइन्सको निकालेको छौँ र एङ्गल अफ प्रिजम पनि छ हाम्रोमा। सो त्यो दुईवटा कुरालाई युज गरेर चाहिँ हामीले हरेक जुन चाहिँ स्पेक्ट्रल लाइन छ त्यसको हामीले रिफ्रेक्टिभ इन्डेक्स निकालेको छौँ हरेक स्पेक्ट्रल लाइन्सको लागि। सो फर्स्टमा हाम्रो के छ भन्दाखेरि रेड छ, रेडको कति 1.9447हरू आएको छ। त्यसरी नै येल्लो, ग्रिन, ग्रिन ब्लू, भयोलेट गर्दै गर्दै हामीले सबैको निकालेको छौँ। सो यहाँबाट हामीले एउटा के कुरा चाहिँ इम्पोर्टेन्ट कुरा चाहिँ अब्जर्भ गर्न सक्छौँ भन्दाखेरि चाहिँ कचे रिलेसनले के भन्छ भन्दाखेरि म्यू इज इन्भर्सली प्रोपोर्सनल टु द ल्याम्डा। सो जति हाम्रो वेभलेन्थ ठुलो हुन्छ त्यति नै हाम्रो रिफ्रेक्टिभ इन्डेक्सको भ्याल्यु कम्ती हुन्छ। सो यहाँनिर रेडको सबभन्दा बेसी वेभलेन्थ छ, द्याट इज 667.8 नैनोमिटर, र वेभलेन्थ बेसी भएको कारणले गर्दाखेरि हाम्रो रिफ्रेक्टिभ इन्डेक्स सबभन्दा कम्ती छ रेडको। सो यहाँनिर भयोलेटको घट्दै ओह्रालो, अब रेडदेखि ओह्रालो घट्दै गर्दै गएर भयोलेटसम्म सबभन्दा कम्ती छ वेभलेन्थ हाम्रो। सो वेभलेन्थ सबभन्दा कम्ती भएको कारणले गर्दाखेरि भयोलेट कलरको हाम्रो सबभन्दा बेसी रिफ्रेक्टिभ इन्डेक्स छ। सो हामीले यहाँनिर अब एउटा ग्राफ बनाउनुपर्छ, द्याट इज म्यू भर्सेस वेभलेन्थ ल्याम्डाको। सो हामीले यो जुन चाहिँ यो ग्राफ बनाउँदाखेरि चाहिँ हामीले कस्तो खाले ग्राफ पाउँछौँ भन्दाखेरि चाहिँ एक्सपोनेन्शियल डिकेवाला ग्राफ पाउँछौँ। सो हाम्रो ग्राफ चाहिँ यस्तो हुन्छ। र अब अगाडि नै भनेको थियौँ द्याट डिस्पर्सिभ पावर पनि खोज्नुपर्छ, हाम्रो एम त्यही हो, एउटा एम त्यो पनि थियो हाम्रो डिस्पर्सिभ पावर खोज्ने। सो डिस्पर्सिभ पावरलाई चाहिँ यही ग्राफको हेल्पले गर्दाखेरि हेल्प लिएर हामीले डिस्पर्सिभ पावर पनि खोज्न सक्छौँ। सच द्याट हामीले यहाँनिर के गरेको छौँ भन्दाखेरि वाइ एक्सिसपट्टि हामीले अब यहाँनिर यो ग्राफको कुनै दुईवटा पोइन्ट द्याट इज यो र यो पोइन्ट चुज गरेर हामीले यो वाइ एक्सिसपट्टि यसको भ्याल्यु हामीले निकालेको छौँ, द्याट इज म्यू1 हाम्रो यहाँनिर 1.94526 यस्तो आएको छ, द्याट इज म्यू1। एन्ड अर्को पनि के छ भन्दाखेरि म्यू2 छ, र यही म्यू1कै करस्पोन्डिङमा हाम्रो तल एक्स एक्सिसपट्टि यो जुन चाहिँ वेभलेन्थ छ द्याट इज ल्याम्डा1, त्यो पनि हामीले यहाँबाट निकाल्न सक्छौँ। र म्यू2 यसकै करस्पोन्डिङ ओह्रालो एक्स एक्सिसपट्टि हाम्रो के छ भन्दाखेरि म्यू2 छ, ल्याम्डा2 छ। सो जुन चाहिँ यो भ्याल्युहरूलाई हामीले यही भ्याल्युकै हेल्पले लिएर चाहिँ हामीले यहाँनिर डिस्पर्सिभ पावर पनि खोज्न सक्छौँ हामीले वर्किङ फर्मुलाको युज गरेर अगाडिको। सो नाउ अर्को लास्टमा चाहिँ के थियो हाम्रो भन्दाखेरि चाहिँ उब्रेको चाहिँ कजे रिलेसन। अब कजे रिलेसनको कुरा गर्दाखेरि चाहिँ कजे रिलेसन चाहिँ भ्यालिड छ कि छैन भन्ने कुरा गर्दाखेरि चाहिँ के थियो भन्दाखेरि अब हाम्रो त्यसको लागि चाहिँ जब हामीले म्यू भर्सेस 1/λ² ग्राफ बनाउँछौँ, त्यो ग्राफ बनाउँदाखेरि चाहिँ हाम्रो यदि ग्राफ चाहिँ स्ट्रेट लाइन आइदियो भने यस्तो खाले, तब चाहिँ हामीले भन्न सक्छौँ कि कजे रिलेसन चाहिँ भेरिफाई भयो। र हामीले जुन चाहिँ कन्सटेन्ट थियो कजे रिलेसनमा ए र बी, त्यो ए र बी चाहिँ हामीले यो ग्राफबाट नै हामीले निकाल्न सक्छौँ, अथवा वर्किङ फर्मुला युज गरेर पनि ए र बी क्यालकुलेट गर्न सक्छौँ। सो ग्राफबाट चाहिँ कसरी गर्न सक्छौँ भन्दाखेरि चाहिँ जुन चाहिँ इन्टरसेप्ट छ यो ग्राफको, यो इन्टरसेप्ट नै हाम्रो ए को भ्याल्यु हुन्छ, र यो जुन चाहिँ ग्राफको अथवा यो कर्भको स्ट्रेट लाइनको स्लोप छ त्यो चाहिँ हाम्रो बी को भ्याल्यु हुन्छ। अथवा हामीले वर्किङ फर्मुला युज गरेर पनि हामीले यो दुईवटा वर्किङ फर्मुलालाई युज गरेर हामीले त्यही ग्राफको थ्रुबाट हामीले के पनि गर्न सक्छौँ भन्दाखेरि चाहिँ ए र बीको भ्याल्यु पनि खोज्न सक्छौँ हामीले।